हेलो एभ्रिवान, तपाईलाई स्वागत छ मेरो च्यानल इंग्लिश सिक्ने तरिकामा। आज हामी सिक्नेछौँ डेटिङ जाँदा फेरि बोलिने अंग्रेजी शब्दहरू। यदि तपाईहरुलाई यस्तै अंग्रेजी शब्दहरू सिक्न मन छ भने मेरो च्यानलमा पहिलोचोटि आउनु भएको छ भने लाइक, शेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला। अब चाहिँ हामी ढिलो नगर्दै आजको टपिक तर्फ बढौं। पहिलो नम्बरमा भन्नुपर्दा तपाईले भन्न सक्नुहुन्छ, यु लुक एब्सोल्युटली स्टनिङ टुडे। आज तिमी निकै सुन्दर देखिएकी छौ। यो आफ्नो गर्लफ्रेन्डको सन्दर्भमा भयो। यदि तपाई है केटाको सन्दर्भमा कुरा गर्नु पर्दा फेरि यु लुक एब्सोल्युटली ह्यान्डसम ड्यासिङ टुडे भन्न सक्नुहुन्छ। आज तिमी निकै राम्रो है ह्यान्डसम देखिएका छौ भन्न सक्नुहुन्छ तपाईले। यु लुक यदि गर्लफ्रेन्डको सन्दर्भमा भन्नु पर्दा फेरि यु लुक एब्सोल्युटली स्टनिङ टुडे। आज तिमी एकदमै राम्रो देखिएकी छौ। आई एम सो लकी टु ह्याभ यु बाई माई साइड। म तिमीलाई आफ्नो साथमा पाउँदा म निकै भाग्यमानी छु। तपाईले भन्न सक्नुहुन्छ, यो बोथ केसमा हुन्छ, केटा र केटीको दुवै केसमा तपाईले भन्न सक्नुहुन्छ। आई एम सो लकी टु ह्याभ यु बाई माई साइड। तिमीलाई आफ्नो साथमा पाउँदा म निकै भाग्यमानी छु। तपाईले भन्न सक्नुहुन्छ। यो चाहिँ तपाई डेटिङको अवस्थामा यो युज गर्ने शब्दहरू हो। यदि तपाई मेसेजमा पनि युज गर्न सक्नुहुन्छ। यो डेटिङहरूको लागि आज स्पेशली यो भिडियो नै बनाएको हो। यदि तपाईहरु मेरो च्यानलमा पहिलोचोटि आउनु भएको छ भने सब्स्क्राइब गर्न नभुल्नु होला। अब चाहिँ हामी अर्को नम्बरमा जाउँ। अर्को रमाइलो कुराकानीमा तपाईले भन्न सक्नुहुन्छ, आई कान्ट वेट टु सी व्हाट द फ्युचर होल्ड्स फर अस। हाम्रो भविष्य कस्तो होला भनेर म प्रतीक्षा गर्न सक्दिन। तपाईले भन्न सक्नुहुन्छ, आई क्यान्ट वेट टु सी व्हाट द फ्युचर होल्ड्स फर अस। हाम्रो भविष्य कस्तो होला भनेर म प्रतीक्षा गर्न सक्दिन। तपाईले यो आफ्नो गर्लफ्रेन्ड अथवा बोयफ्रेन्डको है दुवैको कन्टेक्स्टमा भन्न सक्नुहुन्छ। आई लभ यु मोर देन वर्ड्स क्यान से। शब्दले भन्न सक्ने भन्दा बढी माया गर्छु भन्न सक्नुहुन्छ तपाईले। आई लभ यु मात्र नभनेर है त्यसमा अझै अरू वर्डहरू पनि तपाईले थप्न सक्नुहुन्छ। आई लभ यु मोर देन वर्ड्स क्यान से। शब्दले भन्न सक्ने भन्दा बढी माया गर्छु भन्ने युज हुन्छ। यदि तपाईहरुले पनि कुनै है आई लभ यु मात्र युज गर्नु भएको छ भने यो वर्ड्सहरू अझ एड गर्न सक्नुहुन्छ, जसलेको भनाइ हुन्छ शब्दले भन्न सक्ने भन्दा बढी माया गर्छु भन्ने हुन्छ। आई एम सो प्राउड अफ यु एन्ड एभ्रिथिङ यु हेभ एकम्प्लिस्ड। तपाईले भन्न सक्नुहुन्छ, तिमी र तिमीले हासिल गरेको हरेक कुरामा म निकै गौरवान्वित छु। यदि तपाईले आफ्नो गर्लफ्रेन्ड अथवा बोयफ्रेन्डलाई कुनै पनि है एक स्टेप अगाडि अथवा कुनै पनि सफलता हासिल गरेको बेलामा तपाईले युज गर्न पर्ने शब्दहरू हो। आई एम सो प्राउड अफ यु एन्ड एभ्रिथिङ यु हेभ एकम्प्लिस्ड। तिमी र तिमीले हासिल गरेको हरेक कुरामा म निकै गौरवान्वित छु भन्न सक्नुहुन्छ तपाईले चाहिँ। आई एम सो एक्साइटेड टु बी स्टार्टिङ दिस न्यू च्याप्टर अफ आवर लाइफ्स टुगेदर। तपाईले भन्न सक्नुहुन्छ, हामीले सँगै जीवनको यो नयाँ अध्याय सुरु गर्न पाउँदा म निकै उत्साहित छु। यो चाहिँ अलि लामो नै हुन्छ, तर तपाईले यो शब्दहरू युज गर्नुभयो भने अलि है एक स्टेप अगाडिको वर्डहरू चाहिँ तपाईले युज गरे जस्तो हुन्छ। आई एम सो एक्साइटेड टु बी स्टार्टिङ दिस न्यू च्याप्टर अफ आवर लाइफ्स टुगेदर। हामीले सँगै जीवनको यो नयाँ अध्याय सुरु गर्न पाउँदा म निकै उत्साहित छु। तपाईले यो शब्दहरू आफ्नो गर्लफ्रेन्ड अनि बोयफ्रेन्ड है दुवैको केसमा युज गर्न सक्नुहुन्छ। यदि तपाई है केटा भए पनि केटी भए पनि तपाईले दुईवटै यो वर्डहरू युज गर्न सक्नुहुन्छ। अब अर्को नम्बरमा भन्नुपर्दा, आई प्रमिस टु अलवेज बी देयर फर यु थ्रु थिक एन्ड थिन। यो भनेको म तिम्रो लागि सधैँ यहाँ हुने वाचा गर्छु, सुखमा पनि दुःखमा पनि। तपाईले यस्तो शब्दहरू आफ्नो बोयफ्रेन्ड अथवा गर्लफ्रेन्ड है दुवैको केसमा युज गर्ने कुरा हो। आई प्रमिस टु अलवेज बी देयर फर यु थ्रु थिक एन्ड थिन। म तिम्रो लागि सधैँ यहाँ हुने वाचा गर्छु, सुखमा पनि दुःखमा पनि है। तपाईले यो एउटा प्रमिस है कुनै पनि कसम खाए जस्तो हुन्छ। म तिम्रो सुखमा दुःखमा दुवैमा साथ दिने वाचा गर्छु, त्यही हुनेछु अथवा साथ दिनेछु भन्ने कुरा हुन्छ। अर्को नम्बरमा जाउँ। आई क्यान्ट वेट टु स्पेन्ड द रेस्ट अफ माई लाइफ विथ यु। म तिमीसँग मेरो बाँकी जीवन बिताउन प्रतीक्षा गर्न सक्दैन। आई क्यान्ट वेट टु स्पेन्ड द रेस्ट अफ माई लाइफ विथ यु। तपाईले भन्न सक्नुहुन्छ, अङ्ग्रेजीमा भन्नु पर्यो भने यसको नेपाली अर्थ चाहिँ म तिमीसँग मेरो बाँकी जीवन बिताउन प्रतीक्षा गर्न सक्दिन। यो पनि है दुवैको केसमा तपाईले युज गर्न सक्नुहुन्छ। यो चाहिँ
आई कान्ट वेट टु है म तिमीसँग मेरो बाँकी जीवन बिताउन प्रतीक्षा गर्न सक्दिनँ यो तपाईँले भेटेर पनि भन्न सक्नुहुन्छ अथवा तपाईँको यो च्याटमा हुँदा पनि तपाईँले भन्न सक्नुहुन्छ अथवा तपाईँ डेटिङ जाँदा पनि युज गर्ने कुरा हो आफ्टर म्यारिड पनि तपाईँले यो वर्डहरू युज गर्न सक्नुहुन्छ आई एम सो ग्रेटफुल फर योर लभ एन्ड सपोर्ट तिम्रो माया र समर्थनको लागि म निकै आभारी छु तपाईँले भन्न सक्नुहुन्छ आई एम सो ग्रेटफुल फर योर लभ एन्ड सपोर्ट त्यसको नेपाली अर्थ चाहिँ तिम्रो माया र समर्थनको लागि म निकै आभारी छु तपाईँले यो वर्ड युज गर्न सक्नुहुन्छ जसले गर्दाखेरि तपाईँको आफ्नो बोयफ्रेन्ड अथवा गर्लफ्रेन्डलाई है धेरै नै राम्रो वर्डहरू र धेरै नै राम्रो शब्दहरूले झन् आकर्षक गर्ने शब्दहरू हुन्छन् जसले कि तपाईँले डेटिङ जाँदा आफ्नो मेसेन्जरमा अथवा तपाईँले बिहेपछि पनि युज गर्न सक्ने शब्दहरू हुन् यो चाहिँ आई एम सो एक्साइटेड टु बी म्यारिङ यु तिमीसँग विवाह गर्न पाउँदा म निकै उत्साहित छु तपाईँले भन्न सक्नुहुन्छ आई एम सो एक्साइटेड टु बी म्यारिङ यु तिमीसँग विवाह गर्न पाउँदा म निकै उत्साहित छु तपाईँहरूले यो दुईवटै केसमा केटा र केटीको दुईवटै केसमा तपाईँले युज गर्न सक्नुहुन्छ अनि तपाईँले भन्नुपर्दा फेरि आई एम सो एक्साइटेड टु बी म्यारिङ यु तिमीसँग विवाह गर्न पाउँदा अथवा तपाईँसँग विवाह गर्न पाउँदा म निकै उत्साहित छु भन्ने हुन्छ यसको अर्थ चाहिँ यो चाहिँ तपाईँले डेटिङ जाँदा है त्यतिखेरसम्म तपाईँले युज गर्ने वर्ड हो यो चाहिँ आफ्टर म्यारिङ यो चाहिँ तपाईँले युज गर्ने वर्ड मिल्दैन अर्को नम्बरमा भन्नुपर्दा यु आर माई बेस्ट फ्रेन्ड एन्ड माई सोलमेट तिमी मेरो सबैभन्दा मिल्ने साथी र मेरो आत्माको साथी हौ तपाईँले यो पनि युज गर्न सक्नुहुन्छ यु आर माई बेस्ट फ्रेन्ड एन्ड माई सोलमेट तिमी मेरो सबैभन्दा मिल्ने साथी र मेरो आत्माका साथी हो तपाईँले यो युज गर्न सक्नुहुन्छ जसले गर्दाखेरि एउटा आकर्षक गर्ने शब्दहरू हुन्छ जसले अघिको आफ्नो साथीलाई अथवा गर्लफ्रेन्ड बोयफ्रेन्डलाई इम्प्रेस गर्ने कुराहरू हुन्छ ओके एभ्रीवन आजको लागि भिडियो यति नै है तपाईहरुलाई यो भिडियो राम्रो लाग्छ भन्ने आशा गरिरहेको छु यदि तपाईहरुले मेरो च्यानलमा पहिलोचोटि आउनु भएको छ भने लाइक शेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला यस्तै नै मैले है इंग्लिश सिक्ने तरिकामा यस्तो भिडियोहरु लिएर आइरहने छु यदि तपाईहरुलाई इंग्लिश सिक्न है यस्तो वर्डहरु जान्नु मन छ भने मेरो च्यानल इंग्लिश सिक्ने तरिकालाई लाइक शेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला अब चाहिँ हामी अर्को भिडियोमा छिटै नै भेट्ने छौं यस्तै नै हामी भिडियोहरु दिनदिनै लिएर आइरहने छौं त्यसकारण हाम्रो च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन थिच्न नबिर्सिनु होला।